हेलो गाइस, आज चाहिँ सन्डेको दिन है। एउटा सानो भ्लग लिएर आएको छु हैन। आजको दिन चाहिँ यसरी सुरु भयो है, ट्याक्कै नयाँ स्कर्पियोदेखि सुरु भयो हैन। आज चाहिँ बिहान म सोकेथाङ हस्पिटल गएको थिएँ हैन। त्यहाँबाट माथि बिमारी हेरेर चाहिँ अहिले रिटर्न हुँदै गरेको। अन्त अहिले चाहिँ म फिलहाल नयाँ रोडको बाटो आउँदैछु। एकदम स्मुथ छ है गाडी पनि। अन्त आजको वेदर एकदम बबाल छ। अन्त आज चाहिँ खोला जाने हैन। हिजो चाहिँ बेलुका पानी परेर गाडी अलिकति मैला भइरहेछ। अन्त जोजोहरूसँग है यसो खोलामा गएर गाडी साडी सडक्कै धुने है। अन्त रमाइलो पनि हुने हैन। टक्कैसँगले जाँदैछु। गाइस, के कस्तो हुन्छ तपाईहरुले कमेन्ट गर्नुहोस् है। फेसबुक पेजमा फलो पनि गरिदिनुहोस्। युट्युब च्यानलमा सिक्किम पौडेल ब्लग छ है, त्यसमा पनि सब्स्क्राइब गरिदिनुहोस् है। अन्त यसरी दिनको सुरुवात हुँदैछ है। म एक्लै फर्किँदैछु हैन। एकदम दामी बबाल छ है। दिन एकदम रमाइलो, घाम लागिरहेछ मजाले। हिजो चाहिँ एकदम पानी अहिले भने चाहिँ यहाँ रे खोलामा छौँ है। अन्त हिजोको ठुलो पानीले चाहिँ गाडी यति धेरै मैला भइरहेको थियो नि त, यसो गाडी पखाल्नु पर्यो भनेर चाहिँ जोजर म आएको। गाडी चाहिँ यहाँ हालिसकेको छौँ है। त्यस्तो मैला भएको छ, चडक्कै धुने अनि जाने। घाम पनि एकदम दामी लागिरहेछ अहिले। यहाँ मेरो गाडी, यता जोजोको गाडी छ। दुई शब्द जोजो। चिसो छ है पानी? गाडी धुइरहेछ। म पनि गाडी धुनु मन छ। यहाँ चाहिँ 50 रुपियाँ लिन्छ गाडी चाहिँ हामी पाउँछ। गाडी त आज किन सर्भिस हो? त्यसै भित्र जानु हुँदैन। ट्याक्क अब गाडी धुने है। गाडी धोएर चडक्क बनाउने है नि। त्यसको बादमा अब चाहिँ भित्र मैले पुसिसकेँ है चडक्कै। अब यहाँ सिट पुस्नु छ। यहाँ यस्तो बेसी मैला थियो यहाँ पुसे। अब सिट पुस्नु छ टक्क अगाडि, त्यहाँबाट बाहिर के छ त भने। यहाँ जोजोहरू चाहिँ लुगा धुनु हुँदैछ। एकदम मजा आइरहेछ। दामी घाम लागिरहेछ। गाडी भइसकेर अब चाहिँ निस्केको है। यस्तो छ यहाँको भ्यू चाहिँ। यस्तो छ अहिले है। यस्तो दामी दिन भइरहेछ मजाको। गाडी धोइसकेर म चाहिँ निस्केँ। जोजोहरू चाहिँ धुनुहुँदैछ। पुसपास पार्नु हुँदैछ। अब यहाँ चाहिँ दाहरू झालमुडी बनाएर खानुहुँदैछ है। घरमा पानी पनि छैन नि त मेन सोर्समा, त्यही भएर चाहिँ आएको। गाडी पनि चटक्कै भइहाल्यो भित्र बाहिर है। एकदम चटक्कै भइगयो नि।